विश्व अर्थतन्त्रमा अहिले एउटा निकै ठूलो, भनौँ न एउटा महापरिवर्तन नै भइरहेको छ। झण्डै 50 वर्ष पुरानो पेट्रोडलर प्रणाली, जसले एउटा शक्तिशाली वित्तीय साम्राज्य खडा गरेको थियो, त्यो अब विस्तारै ढल्दैछ। आजको यो विश्लेषणमा हामी यसैको गहिराईमा पुग्नेछौँ। अब यो विषयलाई राम्ररी बुझ्न हामी डलरको त्यो ऐतिहासिक दबदबा कसरी अन्त्य भयो, विश्वभरि यसको प्रभाव कसरी घट्दैछ अनि बजारमा ट्रम्पका नीतिहरूले कस्तो कम्पन ल्याइरहेका छन् भन्ने कुरा हेर्नेछौँ। साथै लगानीकर्ताहरूको पैसा अहिले कहाँ जाँदैछ र यसले समग्र अमेरिकी अर्थतन्त्रमा कस्तो असर पार्दैछ भन्ने पनि केलाउनेछौँ। सुरु गरौँ पहिलो खण्डबाट, पेट्रोडलर युगको अन्त्य, अर्थात् एउटा 50 वर्षे लामो सम्झौताको समाप्ति। ठ्याक्कै 50 वर्ष। एकपटक विचार गरौँ त, आधा शताब्दीसम्म विश्वको सिङ्गो वित्तीय प्रणाली एउटै मात्र शक्तिशाली आधारमा टिकेको थियो। डलरको एक छत्र र निर्विकल्प राज थियो भन्दा फरक पर्दैन। यो सबैको जग खासमा सन् 1974मा बसेको थियो। त्यति बेला तत्कालीन अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जर र साउदी अरब बीच एउटा गजबको सम्झौता भयो, तेलको कारोबार अब डलरमा मात्रै गर्ने। तर सन् 2024मा आइपुग्दा त्यो ऐतिहासिक सम्झौताको म्याद सकियो र अचम्मको कुरा, साउदी अरबले यसलाई नवीकरण नै गरेन। यसको सीधा अर्थ के हो भने अब सन् 2026सम्ममा चिनिया युवान, युरो, जापानी येन र भारतीय रुपैयाँमा पनि तेल किनबेच हुनेछ। साँच्चै भन्नुपर्दा एउटा नयाँ बहुमुद्रा युगको सुरुवात हुँदैछ। अब लागौँ दोस्रो खण्डतर्फ, डलरको घट्दो दबदबा र विश्व आर्थिक शक्तिको बदलिन्दो सन्तुलन। त्यो 50 वर्ष सम्झौता सकिएपछि विश्वव्यापी सञ्चितमा कत्रो ठूलो भूकम्प गयो भन्ने कुराले जो कोहीलाई छक्क पार्न सक्छ। सन् 2010सम्म विश्वको विदेशी मुद्रा सञ्चितमा डलरको हिस्सा करिब 71% थियो। तर अहिले अवस्था फेरिएको छ, यो हातै घटेर 57%मा खुम्चिएको छ। यो भनेको पछिल्लो 25 वर्षकै सबैभन्दा तल्लो बिन्दु हो। अवस्था कस्तो भइसक्यो भने परम्परागत ब्याङ्किङ प्रणालीलाई पुरै बाइपास गरेर विश्वभरका देशहरू धमाधम आफ्नै नयाँ आर्थिक बाटो खन्दैछन्। जस्तै युएई 60 वर्षपछि ओपेकबाट बाहिरिँदैछ। उता रुसले डिजिटल रुबल मार्फत ग्यास र मलको व्यापार थालिसक्यो। अमेरिकाकै नजिकको मित्र मानिने फ्रान्सले समेत चीनसँग युआनमा ग्यास किन्दैछ। अझ रमाइलो कुरा त इरानले हर्मुज जलसन्धिमा बिटकोइनबाटै टोल शुल्क लिन थालेको छ। संसार निकै छिटो बदलिँदैछ। अब हामी तेस्रो खण्डमा जाउँ। यहाँ हामी बजारलाई हल्लाइरहेको ट्रम्प नीतिको प्रभाव, आयात शुल्क र बढ्दो भू-राजनीतिक तनावको कुरा गर्नेछौँ। हालैको अमेरिकी निर्वाचनपछि जे जस्ता नीतिहरू आएका छन् त्यसले बजारलाई पुरै स्तब्ध बनाएको छ। मुक्ति दिवस अर्थात् लिबरेसन डेको नाममा लगाइएका आक्रामक आयात शुल्कहरू एकातिर छन् भने अर्कोतिर ग्रिनल्यान्डलाई लिएर युरोपसँगको तनाव चुलिएको छ। यस्ता अनिश्चित र आक्रामक नीतिहरूले गर्दा अन्य देशहरू डलरको विकल्प खोज्न झनै हतारिरहेका छन्। अनि यी सबै अनिश्चितताको प्रत्यक्ष असर कहाँ पर्यो त? सिधै अमेरिकी डलरको अन्तर्राष्ट्रिय सतही दरमा। प्रमुख मुद्राहरूको तुलनामा डलर अहिले 4 वर्षकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। अचम्म लाग्न सक्छ, एकै सातामा यसको भाव 3%ले ओह्रालो लाग्यो। त्यति मात्र होइन, गत वर्ष त डलरको सूचकाङ्क नै 10%ले घटेको थियो। यो चान्चुने गिरावट पक्कै होइन। वित्तीय विश्लेषकहरूले यो परिस्थितिलाई निकै गम्भीर रूपमा नियालिरहेका छन्। ब्रुकिङ्स इन्स्टिट्युसनका रोबिन ब्रुक्सले ठ्याक्कै के भन्नुभएको छ भने यो बजारको अस्थिरता वर्तमान प्रशासनका अनिश्चित नीतिहरूप्रतिकै सिधा प्रतिक्रिया हो। यो अराजक उतार चढावले फाइदा होइन, उल्टे अमेरिकालाई नै सबैभन्दा बढी गहिरो चोट पुर्याउने उहाँको दावी छ। अब चौथो खण्ड, लगानीका नयाँ गन्तव्यहरू। आखिर डलरबाट बाहिरिएको यत्रो पैसा जाँदैछ कहाँ त? विश्वभरिका ठूला लगानीकर्ताहरू कसरी डलरबाट टाढिँदैछन् भन्ने कुरा अहिले एकदमै स्पष्ट देखिन थालेको छ। एम्स्टर्डाम र डेनमार्कका ठूल्ठूला पेन्सन कोषहरूले समेत अमेरिकी सरकारी ऋणपत्र अर्थात् ट्रेजरीमा रहेको आफ्नो लगानी धमाधम झिक्दैछन्। त्यसको सट्टा उनीहरू आफ्नो पुँजी सुरक्षित गर्न अन्य वैकल्पिक सम्पत्तिहरूतर्फ आकर्षित भएका छन्।
यो पैसा साँच्चै सुरक्षित गन्तव्य खोज्दै यताउति बगिरहेको छ। गत वर्षको तुलनामा सुनको भाव दोब्बर भइसक्यो। युरो र पाउन्ड डलरको तुलनामा निकै बलिया देखिँदैछन्। अक्सफोर्ड इकोनोमिक्सले अध्ययन गरेका 19वटा उदीयमान बजारका मुद्रामध्ये 11वटामा राम्रो वृद्धि देखिएको छ। अनि थोप्रै लगानी कोषहरू त अहिले जापानी ऋणपत्रतर्फ मोडिएका छन्। अन्त्यमा 5औं खण्डमा हेरौं यो सबैको अमेरिकी अर्थतन्त्रमा पर्ने असर। एउटा कमजोर मुद्राको मूल्य देशले कसरी चुकाउनुपर्छ त? पेट्रोडलर प्रणालीको यो अन्त्यले अमेरिकी अर्थतन्त्रलाई खासमा दुईतर्फी गहिरो चोट दिएको छ। पहिलो त डलरको भाव घट्नाले देशभित्रै क्रयशक्ति घटेको छ र महँगी हत्तै बढेको छ। दोस्रो झट्का झनै खतरनाक छ। ऋणपत्रको मागमा आएको भारी गिरावटले गर्दा अमेरिकाको राष्ट्रिय ऋणको ब्याज मात्रै वर्षमा 300 अरब डलरले बढ्ने प्रक्षेपण गरिएको छ। यो भनेको अर्थतन्त्रका लागि निकै ठूलो बोझ हो। तर गजबको कुरा के छ भने व्हाइट हाउसको सोचाइ यसमा अलि फरक देखिन्छ। वर्तमान प्रशासनले यो कमजोर डलरलाई सकारात्मक अवसरको रूपमा लिएको छ। उनीहरूको तर्क छ डलर सस्तो हुँदा अमेरिकी सामानहरू विश्व बजारमा धेरै सस्तो हुन्छन् र निर्यात बढाउन सजिलो हुन्छ। यो रणनीतिक सोच डोनाल्ड ट्रम्पको एउटा भनाइबाट झनै प्रष्ट हुन्छ। उहाँले गत जुलाईमा भन्नुभएको थियो यो सुन्दा राम्रो लाग्दैन होला, तर डलर कमजोर हुँदा निकै धेरै पैसा कमाउन सकिन्छ। यसको अर्थ के हो भने प्रशासनले जान ब्याज दर घटाएर मुद्रालाई अझै कमजोर बनाउने र व्यापारिक फाइदा लिने रणनीति अपनाइरहेको छ। यद्यपि विज्ञहरूले यसमा ठूलो जोखिम देखेका छन् र चेतावनी पनि दिएका छन्। यदि बजारले कुनै ठोस रणनीतिको कारणले नभई केवल खराब र अराजक नीतिहरूको डरले डलरको भाव घटाएको हो भने यो गलत कारणले भएको अवमूल्यन हो। यस्तो अवस्थामा निर्यात बढेर आउने फाइदा अत्यन्तै सीमित हुन्छ र अन्ततः यो प्रत्युत्पादक मात्रै साबित हुन सक्छ। अब यो सबै विश्लेषणपछि एउटा गम्भीर प्रश्न खडा हुन्छ। के विश्व अर्थतन्त्र सफलतापूर्वक यो नयाँ बहुमुद्रा युगमा रूपान्तरण हुन सक्ला? कि डलरले फेरि कुनै जादुमय तरिकाले आफ्नो गुमेको साम्राज्य फिर्ता ल्याउला? विश्वको आर्थिक शक्ति अब बिस्तारै एसियातर्फ सर्दै गर्दा आजभन्दा 10 वर्षपछि हाम्रो वित्तीय संसार कस्तो होला? यो साँच्चै गहिरेर सोच्नुपर्ने विषय हो।